3 2 1 go. Hello everyone. हामीले चाहिँ आज Hello everyone. Welcome back to our channel. अनि यो चाहिँ ल के छ ल फेरि. Hello everyone. आज चाहिँ Hello everyone. Hello everyone. Welcome back to our channel. अनि आज चाहिँ हामीले डिफरेन्ट कन्ट्रीको खाना लिएर आएको छौँ. प्रिभियस मा हामीले नेपाली खाना लिएर आएको थियौँ अनि आज चाहिँ अफगानिस्तानको नेसनल खाना लिएर आएका छौँ. नाम चाहिँ कबली पुलाव हो. Let's enjoy. Let's enjoy. ल खाम है त. खाए है. गुलियो गुलियो रहेछ. गुलियो गुलियो हुने है. मिठो छ. गुलियो गुलियो छ तर मिठो छ. मलाई अहिले नुन पुगेन. हाम्रो नानीलाई चाहिँ क्यारेट र म चाहिँ क्यारेट मनपर्छ. उसलाई क्यारेट मन पर्दैन. खान्छौँ कस्तो लाग्छ. सही छ. म चाहिँ रेजिस मन पर्दैन तर खानामा चाहिँ मिठो लाग्यो. यो फुड चाहिँ हामीले आफै बनाएको हो. अनि यदि रेसिपी हेर्नु मन छ भने हामीले दिएको डिस्क्रिप्सनमा लिङ्क हुन्छ अनि त्यहाँ हेर्नु होला. मिठो भयो. नयाँ टेस्ट है. Cheers. मिठो लाग्यो. हल्का गुलियो छ. ठ्याक्क स्विट र अलिअलि मसला
भएको जस्तो नुनिलो गुलियो है यस्तो Thank you. तर प्राइसलाई चाहिँ गुलियो मन पर्दैन क्या होइन है त्यो के भयो छैन त्यो भन्दा बिर्छ म फर्स्ट भयो यसपालि चाहिँ हामी अफगानिस्तानमा पुग्यो अब नेक्स्ट पालि चाहिँ अब अर्को देशमा जाउँला खानामा भनेको त्यो छैन अस्तिको पालि नेपाल पुग्यो यसपालि अफगानिस्तान अब अर्को पालि सरप्राइज त्यही खाएको कोकको फ्लेभर आउँछ नि त गुलियो हुन्छ नि त कस्तो लाग्यो तिमीलाई चाहिँ? मलाई चाहिँ मिठो लाग्यो सबै ब्यालेन्स भएको
गुलियो अनि नुनिलो अनि स्पाइसेस ठिक हुँदो रहेछ मिठो हुँदो रहेछ अफगानिस्तानको खाना पनि मिठो लाग्यो तर प्रायःलाई गुलियो त्यति मन नपर्ने भएर त्यो नराख्दा पनि हुन्छ त्यो रेजिङ है त्यति गुलियो खानामा गुलियो मन नपर्ने त्यो खानाको मेनै त्यो हो एकचोटि ट्राई गर्नलाई ट्राई गर्दा हुन्छ मिठो हुन्छ त्यस्तो गुलियो भने त्यस्तो गुलियो त्यस्तो नभए त्यो नराख्दा पनि हुन्छ त्यो थोरै राख्दा नि हुन्छ नि त धेरै राख्नुपर्ने हुन्छ छैन सो थ्याङ्क यू फर वाचिङ अनि अर्को पालि चाहिँ अर्कै कन्ट्रीको डिस लिएर आउँछौँ सरप्राइज गरेर Till then, see you. Till then, see ya. Bye, यति नै